एभ्रिवान वेलकम सबैजनालाई सो आज मसँग हुनुहुन्छ मेरो साथी कृष्ण आज छुट्टीको दिन भएर हामीले चाहिँ समोसा आलुचप अनि पानीपुरी यस्तै चिजहरू बनाएर अहिले चाहिँ खान लागिरहेछौँ। साथमा हुनुहुन्छ हाम्रो निर्मला, तर उहाँ चाहिँ क्यामेरामा आउन मान्नु भएन, सो उहाँले चाहिँ यतैबाट खानुहुन्छ। सो हामी चाहिँ स्टार्ट गरौँ, ट्राई गरौँ। फर्स्टमा आलुचपबाट सुरु गरौँ। के ट्राई गर्नु? पानीपुरी खाने कि आलुचप खाने? फर्स्ट चियर्स गर्नु। को यत्रो भरिहाले? निर्मला अब आउने। चियर्स चियर्स। कुरा भएको छैन। नाइस। उहाँ चाहिँ लाइकमा बोल्दै ल खाऊ स्टार्ट गरौँ। ट्राई गरौँ। एउटा फोड्ने, एउटा हाल्ने, एउटा निर्मला हाल्यो। बाई बाई आना, शामको नचिन पाउँ हालेको बुढी वालाले पनि अहिलेको भन्दा मिठो भएको छ, तर के नखाएको स्ट्रङ अलिक त्यो मुभी सावा भएर क्या कागती इमली र कागती हाल्यो नि तिर्खा लागेको थियो मलाई हराउने। टेस्ट ट्राई गरेँ गाइस। समोसा ट्राई गरेँ, निर्मलाको स्पेसल समोसा। अचार ल्याउनु तिम्रो कृष्णले बनाएको समोसा खोइ? मोमो समोसा यो चाहिँ दितो अचार यता पास गर्नु यो चाहिँ कसले बनाएको हो? त्यही मोमो समोसा चाहिँ मोमो समोसा। यो समोसाको नयाँ भर्जन हो। यो स्पेसल कृष्णबाट बनेको। को खाने? ट्राई गरौँ न। म पनि फेरि खाँदैन, मसँग हुँदैन, एउटा भएर धेरै चट्नी बनाउनु चट्नी टेस्ट गर्दैछु। आली पानीपुरीको त अचार पास गर्नु पर्ने दुईटा शीतल भयो जस्तो भयो। अचार चाख्नु अघि आलुचप खान। यो समोसा सकिरहेको छैन, मोमो खाएर पनि म छिटो हो, मैले पानीपुरी खाइसकेर समोसा एउटा खाइसकेँ। अब आलुचप बेकार हालेर त कागती निचलेर इमलीले हुन्छ नि त्यहाँ टेबल सुपा गरेर अनि कागती बेकार हालिदियो मैले म के खाएको थिएँ त्यस्तो अमिलो फेरि चरर भयो मेरो। यो चाहिँ यो ट्राई गरौँ न। के हो यो? के हो अरे? आफै बनाएर के हो यो? गिफट धेरै साह्रो छ। क्रन्चीको लेभल क्रस गरेछ। आलु चोपे त पास गर्नु न एकदम मिठो छ। के साथ तिर्खा लाग्यो मलाई? तिर्खा लागेको भर भर भयो क्या। होइन मैले खाएँ भने स्प्राइट खाएँ भने
बोल्ने मान्छे नि हराउनु भयो गइसक्यो वेलकम छ मेरो लाइभमा एउटा टिकटकलाई उता चाहिँ युट्युब च्यानल Welcome to मेरो लाइभमा welcome पानीपुरी चाहिँ चटकदार भन्छ चटकदार मटकदार अगाडि त याद म त यो र यो एउटै होइन आयो डिफ्रेन्ट अन्त डिपिङ सस केही बनाएको थियो भने चाहिँ अझै मिठो हुँदैछ अब उता भिडियो कल खाना खा रहे हैं देखिए यो समोसा चाहिँ कस्तो दामी भएछ खाने हो 11-12 बजेतिर खाने हो नभएपछि 2 बजे राति पनि खाने यस आप क्या खा रहे हो वाओ इट हाँ क्यों हाँ बोलिए यता हेर्ने कि उता हेर्ने भएर कन्फ्युज चाहिँ कृष्ण ठीक है हेलो हजुर वेलकम मलाई त अस्तिको सिमोको याद आइरहेको छ किन कति मस्त थियो सिमो मेरो फेभरेट हो नि त सिमो अनि चाइनिज चिज चाहिँ मेरो फेभरेट हो के जुस चाइनिज चिज भनेको चाहिँ चाइनिज डिस हुन्छ नि सलाद जस्तै क्या जुस भनेको कि डिस भनेको डिस हो सलाद जस्तै हुन्छ तर मेरो पानी जस्तो सो चाइनीज जेलीहरू पनि मिसाएको हुन्छ मासुको रसको बनाएको हुन्छ कि तर मासु हुँदैन त्यसमा के हो त के एस्टिमेसन पनि थियो पनि थाहा छैन मैले त चाइनिजहरू मिठो हुन्छ होला कोरियन मात्रै थाहा छ मैले ट्राई गर्नु मन छ अस्ति बिचरा रितुहरू जाने भनेर पुरा पानीको कल गरेँ मलाई सोध्छन् कुन बाटो हो नि मलाई म गएनै थिइनँ म गएन कृष्णजीलाई फोन गर्नु गऱ्यो कृष्णजीले पानी परिसकेको छ पछि अब हामी त्यही पनि 2-3 बजीसम्म मोबाइल नै चलाइरहन्छौँ त्यही भएर पनि हुन सक्छ अब हामी तिनजना कतै घुम्न जाने प्लान छ त्यही भएर कसरी भनौँ घुम्न जानु प्लान केही भएन क्या अब के भन्नु अब यो मैले मलाई त रमाइलो लागेको थियो आजको छुट्टी किनभने कहिले म उनीहरूसँग पढ्थिनँ फर्स्ट टाइम पढेको तर मलाई नै त्यस्तै भएको थियो रमाइलो भयो अरू बेला अब के हुँदैन क्या क्लिन गर्यो सुत्यो उठ्यो सक्यो छुट्टी छुट्टी गर्नु आउँथ्यो भन्दाखेरि ओ झ्याउ भएन क्या दिनभरिमा काम पनि कति बेला सक्यो कति बेला सकेर गयो
म छ नि एउटा फेरि पूजा भन्ने छुट्टीमा पर्ने किन मिल्छ त पूजा। पानी आउनु होला नि मेरो पूजा गर्छ छोरो पानी होला त्यस्तो गर्नुपर्छ खाना खाना किन्नुपर्छ चाहिँ अस्तिको मेरो स्याटरडे त फ्लिपकार्ट गएको सुते साथीभाइमा कस्तो हुन्छ नि यो बनायो भने चाहिँ सबैजनाबाट खाना सजिलो हुन्छ जस्तो लाग्छ अनि बनाउन पनि राम्रो लाग्छ एक्लै हो भने त यहाँ अहिले एकछिनमा खानु भइहाल्छ नि जस्तो लाग्छ अनि त्यही अस्ति चौचो पकायो भने खाएर सुत्यो। राति पनि त्यही चौचो 2 भाग बनायो जस्तै भए पनि मिठो हुन्छ है साथी भएर चाहिँ मम्के भयो भने त्यो पनि घिउ हालेको ल घिउ खाएपछि त मासु पनि सर्दैन छ होइन त्यस्तो मनपर्छ मलाई धेरै मनपर्छ घिउ भनेपछि तिम्रो फेभरेट खानेकुरा के हो घिउ भात होला अघि भने होइन कोरियन खै के भन्छ त्यही हो कोरियन होइन चाइनिज सुप चाइनिज सुपर सिमोमा तिम्रो के हो मेरो फेभरेट खानेकुरा के हो मेरो त राजमा चाउल घरको हातको त्यो त म पहिला नै यहाँको चाहिँ घरको चाहिँ फेरि मलाई यहाँको घिउ भात दुध दही त्यस्तै मनपर्छ यहाँको त म त्यही अनि बाहिरको चाहिँ मलाई त्यही खास दाल चामल चाहिँ मेरो एकदम फेभरेट हो। बताइरहेको छु नि पछि पार्टी दिनुपर्छ कसलाई तिमी दिदीले मलाई के को अनि उत्तिकै फेभरेट फुड बताउनु मिल्छ किन पार्टी दिनुपर्छ र खाऊ न यी पार्टी नै खाने समय के खान्छौ अल्छौ खान्छौ कि समोसा खान्छौ कि पानीपुरी खान्छौ कि स्प्राइट खान्छौ के खान्छौ खाना खान सक्छ सर्क्यो त्यो अघि म कुरा गरेँ नि दिदी त्यो दिदीहरूको हामी बडोहरू हो नि त त्यहीँ छ क्या पसल अझ बरुले त्यो सबिनाको खा है यो चाहिँ सबिनाको खा अनि पुट्टो गर्नु आज हामी दाउरा टुटुक बनाएँ तपाईँ डिजाइन बनाएर म फिटिङहरू तयारी गरेँ मैले त्यस्तो खोइ टिकटक सिस्टम नाच्नु त नानीहरू पनि केही मिलेको छैन नाच्नु खाउँदैन दुइटैलाई एउटै भयो तपाईँहरू हुन्छ नि मजाले तर दिदी मिल्दा रहेछ कृष्ण र मेरो मैले आज विचार गरेँ कि तर दुईजनाको मिल्दो रहेछ हाइट नमिले पनि डान्स चाहिँ मिल्दो रहेछ शर्मिलासँग मिल्दैन ऊ मटक मटक नाच्छ एउटा चिप्स आफूलाई आउँदैन त्यो एउटा फोटो हिल लाउन गएको थियो मेरो हाइटै मिलेन भने ऊ त फेरि भित्र हिल लगाएर नि म जति पुगेन अझै पुग्नु होला हिल लगाएर नि पुगेन मिलाएर नाचिरहेको छ तर पनि छोटो छैन क्या हाइट कतिसम्म आउँछ थिएन 5'2" दि कति हुनुहुन्छ तपाईँ म 5'6" होइन 4 भनेको यहाँ हो 5'6" कत्रो गर्नु चाहिँ मान्छे यो मान्छेको रियाक्सन धेरै म त जम्मा 5 होला भयो तिमी 5 अनि 5 ठिकै हो त नि ऋतुको 5'4" होला 5'5" ठिकै हो त नि एक इन्च होइन होला ऊ पनि 5'4" होला ऊ ज्यान छ नि त ठुलो 5 फिट होला म त म 5'3" त ऊ छ सबिना 5'2" यता छ अब तिमी 5 5 हो कि 5'4" हो के छ 5 5'4" छ 5'3" के छ 5 मात्र भन्दा छ क्या बले शर्मिला 5'6" लाइभमा कमेन्ट आउँदैछ म कति छु भनेर कसले भन्यो सुनिल बिनाजले भन्नुभएको छ म 5.9 हो मलाई थाहा छ आज 5.9 हुनुहुन्छ भनेर हेलो हजुर के छ हाम्रो बन्दिसो कार्यक्रममा के लाग्छ है कस्तो रमाइलो लाग्यो जहिले मिल्नु नि अनि घुम्नु जानु पर्थ्यो पैसा कृष्णले हाल्थ्यो पहिला त साँच्चीकै हाल्थ्यो होम सर्भिस गरेपछि होइन हुन्छ नि जान्थ्यो मान्छे जबदेखि होम सर्भिस जानु भयो नि त म गरिब भइहालेँ मेरो नि कसैले दिँदैन मैले गरिबी गरेखामै छु अनि
हिजो पनि हुन्छ रिजको 5 केजी दिएछु हो एउटै कस्टमर पहिला पहिला यो स्पेसली रमादानको बेला पनि मेरो भक्कु पैसा कमाउने टाइम हो क्या तर अब उसलाई त्यो कस्टमरले देखेर मलाई नि बिहे गर्न मन लाग्यो फेरि म के सोचेँ ए म त नेपालमै गएर बिहे गर्छु गर्दैन भनेर सोचेँ त्यो इङ्ल्यान्डको थियो क्या बुढाबुढी प्रेग्नेन्ट यति केयर गरेको आमामा यति केयर गरेको मेरो ठाउँमा त त्यही दुइटा बुढाबुढी देखिन्छ यो मान्छेको एउटै हिजोको यो हिजो म पनि गएको अस्ति त फोटोसुट गर्दाखेरि मोडल थियो नि त्यसको घरमा पुगेछु म यस्तो बसेर होइन चुरोट खाइरहेछ चुरोट समातिरहेको छ एउटा हातले एउटा हातमा नेल पोलिस लाउँदैछ अनि चुरोट बाल्नको लागि बुढा आइरहेछ क्या चुरोट बाल्ने Which do you want? Do you want के पो भन्यो sugar or honey अरे नि It's okay, I'll make honey. Okay? भने भन्छ श्रीमानले बुढोले सब क्या भनेर मलाई तर यहाँको बुढाहरू त धेरै राम्रो हुने बुढा नि त्यस्तो राम्रो care यहाँको फेरि केटीहरू राम्रो छैन क्या केटाहरू फेरि राम्रो छ Injection. त्यो इन्जेक्सन त बाहिरी बाहिरी ऊ भयो नि त अपिरेन्स भयो त्यो उनीहरूको भित्री हाम्रो मटन नि त ठिक छैन क्या अलिकति छोरी मान्छेहरूको छोरी मान्छे ठिक छैन छोरा मान्छे यताको लगभग ठिकै छ छोरा मान्छे नि थाहा भएन मलाई चाहिँ होइन किनभने अब जब जहाँसम्म तिमीहरू होम सर्भिस लगाएको बेला छोरा मान्छे आउँदैन नि त प्रायः जस्तो हामीहरू अगाडि अनि आए पनि ढोका नकनक गर्छ डोर नकनक गऱ्यो भने अनि सलोन भनिहाल्छ उसको बुढीले सलोनबाट मान्छे आछन् केटीहरू भनेपछि यो आउँदैन भित्र अनि बाई चान्स आए पनि तिनीहरूले कति कुराहरू नोटिस गरेर आउँछ होइन उसको बुढीले यस्तो भएन उसको उनीहरूले तारिफ गरिदियो भने उसको बुढी मक्खेला जस्तो बनाउ लास्टमा केटाहरूले तारिफ गऱ्यो भने आफ्नो बुढीको अनि बुढीहरू जस्तो बनायो नि उनीहरू राजी त्यसपछि लास्टमा मेरो यता ठिक भएन रे अझै प्रेग्नेन्ट माथि भन्नु के भनेपछि चाहिँ जतिवटा बच्चा पानी सरकारले गरिहाल्छ के चाहिरहेको अब हेर्नु नि त्यो उहरू त्यो बुढाहरूको अझै पैसा आइरहेछ युनिभर्सिटी थ्याङ्क यू सो मच फर वाचिङ गाइज सो अहिले चाहिँ म यहीँनिर इन गर्न गइरहेको छु हामी सबैले यो कम्प्लिट गर्न सकेनौँ धेरै गफ भयो खाना कम भयो सो यो हामीले खतम गर्न सकेनौँ सो यति भन्दै हेर्दै गर्नु होला सपोर्ट गरिदिनु होला बाई बाई भन्दै गाइजहरू